हेलो भेरी गुड मर्निङ सबैजनालाई है वेलकम ब्याक टु माई च्यानल। म के भन्न चाहन्छु भने सबैलाई हार्दिक शुभकामना छ नयाँ सालको ह्याप्पी न्यु इयर भन्दै आजको मेरो फर्स्ट 2026 को फर्स्ट भ्लग म सुरु गर्दैछु। सो भ्लगमा चाहिँ के छ भने स्पेसल आजको के छ भने चाहिँ म होमस्टे आएको थिएँ। द होमस्टे नेम इज कल पद्मा होमस्टे। त्यसको बारेमा म तपाईँलाई भन्दै जान्छु पद्मा किन भयो, कहाँ छ लोकेटेड, कस्तो छ प्लेसहरू है। सो रुमको लोकेसन चाहिँ यस्तो छ है। हाम्रो रुम चाहिँ अलिकति म्यासअप भइरहेको छ, त्यसले गर्दा मेरो रुम चाहिँ देखाउँदिनँ। सो तपाईँलाई अलिक रुमहरू अझै रुमहरू अरू रुमहरू देखाउँछु है। यहाँ अन्त धेरै कुराहरू भन्ने छु अबाउट होमस्टे। सो किप वाचिङ, तपाईँले हेर्नुहोस् है। यहाँको खास चाहिँ के लाग्यो भने गाइज मलाई चाहिँ नि यहाँको भ्यू हुन्छ नि, द भ्यू फ्रम द अप्पर फ्लोर, दुईवटा फ्लोर छ माथि तल है। यो भ्यू चाहिँ मलाई ओभरै मन पऱ्यो हुन्छ नि यहाँबाट। पिस माइन्ड, पिस, भेरी पिस। सो तपाईँले पनि है पद्मा होमस्टे आउनुहोस् होला, ओभर पिस छ। अब हाम्रो लाइफमा चाहिँ के छ भने सिटी लाइफ छ, स्ट्रगल छ, अफिस ड्युटी है। अन्त हामीलाई समटाइम्स द रियल आवर बडी निड हुन्छ नि, हाम्रो बडीलाई पनि चाहिएको हुन्छ पिस, जग्गाहरू, नेचर लभ हुन्छ नि, त्यो ओभर चाहिएको हुन्छ लाग्छ मलाई चाहिँ, इन माई पर्सपेक्टिभ त्यो मलाई लाग्छ। सो तपाईँलाई पनि त्यस्तो जग्गा चाहिएको छ भने चाहिँ दिस इज द राइट प्लेस द्याट यु क्यान भिजिट है। सो म अझै तपाईँलाई देखाउँदै जानेछु, किप वाचिङ। सो गाइज दिस इज द लोकेसन है, तपाईँले देख्न सक्नुहुन्छ। बाहिरबाट चाहिँ होमस्टे यस्तो देख्छ है, ओभर है, बडो राम्रो छ है। मलाई चाहिँ यहाँको स्ट्रक्चरै मन पऱ्यो, है। काठहरू हेर्नुहोस् न कति राम्रो हो। अनि यो काठहरू चाहिँ यो चाहिँ धुप्पीको अरे हो। अनि कति चाहिँ एउटा यो के भन्छ होइन, यो धुप्पीको भन्नुहुँदै थियो। अन्त उयो चाहिँ उयो देख्दै गरेको, तपाईँले यो देख्दै गरेको चाहिँ यसको अरे के भन्छ, यस्तो तितिरी यस्तो कि होइन, लप्सीको अरे हो। सो होमस्टे चाहिँ यस्तो छ बाहिरबाट गाइज है। मतलब तलफर म भित्रबाट देखाउने छु है होमस्टे चाहिँ। सो म इन्टर गर्दैछु है होमस्टे। फर्स्टमा दैलो सत्य यस्तो छ नि त, दैलो चाहिँ सत्तेपछि यस्तै। ओ माई गड गाइज हेर्नुहोस् है गाइज, दिस इज द हेभन इन अर्थ है गाइज है। ओभर पिस पिस पिस, फ्यामिली टाइम, फ्यामिलीसित आफ्नो लभसित तपाईँहरू आउनु सक्नुहुन्छ। दिस इज द मी। सो हेर्नुहोस् न तपाईँले वासरुम पनि तपाईँले सुत्ता गर्नु पर्दैन क्या, ओभर साफ सुथरा लेट्स क्यान इन्जोय। हेर्नुहोस् न, त्यहाँदेखि चाहिँ टक्कै माथि फ्लोर छ हो। माथि फ्लोर भएर चाहिँ टक्कै हेर्नुहोस् न। सो रिजनेबल पनि छ, आउनु सक्नुहुन्छ। इट्स कल पद्मा होमस्टे। हेर्नुहोस् न, मलाई चाहिँ यहाँको मेन भनेको चाहिँ नि, मलाई मेन भनेको चाहिँ भ्यू नै हो क्या, ओभर लाग्दै भ्यू चाहिँ। किनकि हामीलाई बिहान उठ्दा चाहिँ अब ड्याँ टु हर्नहरू भन्दा चाहिँ यो नेचर हुन्छ नि, टक्कै उठ्यो बाहिर नेचर। ओ माई गड, दिस इज द प्लेस। हेर्नुहोस् न गाइज, दिस इज द प्लेस इन द हेभन इन अर्थ, पद्मा होमस्टे है। माउन्टेन्स, पिस, नेचर, साउन्ड, वेदर, क्लाइमेट ओभर मिलेको हेर्नुहोस् न। दिस द प्लेस गाइज। सो यो रुम चाहिँ है, यहाँको डिटेल्सहरू चाहिँ म यहाँ किङ क्विन साइड बेड पनि छ है। अन्त माथिल्लो फ्लोर छ, माथिल्लो फ्लोरदेखि चाहिँ टक्कै तल्लो जानु भयो भने चाहिँ फेरि तल्लो फ्लोरमा चाहिँ एउटा वासरुम चाहिँ तल्लो फ्लोरमा देख्नु भएको छ। माथिको मान्छे पनि तलै आउनुपर्ने हुन्छ। अन्त यसरी वासरुम, अन्त यो मुनि चाहिँ यस्तो छ रुम है। सो मेन्यू पनि तपाईँले देख्न सक्नुहुन्छ। तपाईँले यहाँ पनि फुड्सहरू अर्डर गर्न सक्नुहुन्छ पद्मा होमस्टेमै। मेन्यू लिस्ट पनि तपाईँले हेर्नुहोस्। प्लस हाम्रो स्पेसल चाहिँ के छ भने हामीले फ्री वाइफाई पनि पाउन सकिन्छ। फ्री वाइफाई लियो, फ्री वाइफाई लिएर यु गाइज क्यान युज द वाइफाई अल्सो है। नेटवर्कको अनि प्रब्लम हुँदैन, कनेक्सन तपाईँ युज गर्न सक्नुहुन्छ। सो तपाईँलाई पनि भिजिट गर्नु मन छ भने है, पिस चाहिएको छ भने, लभसित एउटा नेचरमा बस्नु छ, आफ्नो पर्सनल स्पेस प्लस प्राइभेट स्पेस लिनु मन छ भने चाहिँ इट्स अ भेरी गुड प्लेस है। इट्स कल पद्मा होमस्टे। लोकेसन चाहिँ कहाँ रहेछ भने चाहिँ हाम्रो दार्जिलिङ पर्छ है, दार्जिलिङ
अन्त बिजनबारी जाने बाटोको चाहिँ अलिकति माथि गएर चाहिँ एउटा कुनै के टी भन्ने छ, त्यसको डिटेल्स चाहिँ म अङ्कललाई नै सोध्नेछु, यहाँ मेन ओनरलाई नै सोध्नेछु यहाँको बारेमा। किन होमस्टे यहाँ इन्भेन्ट भयो, किन बनाउनु भयो, किन होमस्टे हामीलाई यहाँ तपाईँले यस्तो टाढो जग्गामा किन बनाउनु भयो हो, त्यो चाहिँ म भन्ने छु, सोध्ने छु। सो हेर्नुहोस् तपाईँलाई भित्रको यस्तो छ भ्यू चाहिँ टक्कै बाहिर निक्ले है। यस्तो चाहिँ दुइटा छ तपाईँको। यो मेरो गाडी चाहिँ मैले गाडीको पार्किङमै नो प्रब्लम क्या, अलिकति बाटो चाहिँ रफ छ, तर पार्किङ चाहिँ गाडी सेफली राख्न सक्नुहुन्छ तपाईँले। हेर्नुहोस् न मेरो गाडी सेफ छ हो, सेफली राख्न सक्नुहुन्छ, नो टेन्सन केही पनि छैन। अन्त एउटा यस्तो हुन्छ क्या होमस्टे चाहिँ एउटा यहाँ छ, सिधै हामीलाई एन्ट्री गरेपछि चाहिँ अर्को चाहिँ यहाँ छ कि सट्टै यहाँ गएर चाहिँ यहाँ छ। सो गाइस है, मैले अनरसँग भेट भइसकेको छु। म यो पद्मा होमस्टेको बारेमा सोध्न चाहँदैछु है, के रहेछ कसो रहेछ। म अनरसँग भेट भएछु है, तपाईँलाई फ्यापुलो भन्न चाहन्छु। अनि आज हाम्रो यहाँ होमस्टे चाहिँ कसरी इन्भेन्ट भयो, तपाईँको होमस्टेको कन्सेप्ट कसरी निक्ल्यो है? होमस्टे एक्चुअली दार्जिलिङको टुरिज्मको हिसाबले होमस्टे एकदमै अहिलेको वर्तमान जो छ प्रेजेन्ट छ त्यसको एउटा रिक्वायरमेन्टको हिसाबमा मैले सोचेँ कि यो चाहिँ होमस्टे चाहिँ एकदमै राम्रो उयो डेभलप भएर जानुसक्छ भनेर। अन्त यो एरिया चाहिँ लोकेसनको हिसाबले हेऱ्यो भने चाहिँ दार्जिलिङदेखि 45 मिनटमा हामी यहाँ आउन सक्छौँ भाया रक गार्डन भएर। यहाँनिर यो रिस्याटमा एकदमै प्रपर रिस्याटमै लोकेटेड छ, तर यो एक्चुअली खासमल एरिया पर्छ। खासमल एरिया पर्छ। अन्त अर्को कुरो चाहिँ के हो भने यो एउटा मेरो जमिनमा यो होमस्टेको वरिपरि चाहिँ के छ भने पुरा हामीले रुखहरू छ, राम्रो रुखहरू छ। यसलाई मैले चाहिँ बनाउँदै जाँदाखेरि चाहिँ यो चाहिँ के देखेँ भने एउटा चराको घुल क्या त नेस्ट जस्तो लाग्यो। र मैले उयो फेसबुकतिर लगाउँदा पनि त्यो कुराहरू मैले जनाएको छु र अहिले यतिको भएको छ। अनि यो एरियामा मैले हर्टिकल्चर, फ्लोरिकल्चर यो पनि मैले डेभलप गर्ने ट्राई गरेको छु। पहिला चाहिँ के थियो भने पुरा घनघोर जङ्गल मात्रै थियो, यसलाई मैले यस्तो प्रकारले एउटा ब्युटी डेजको हिसाबमा मैले अगाडि बढाउने चेष्टा गरेको छु। सो तपाईँको यो पद्मा भनेर चाहिँ कसरी कन्सेप्ट निक्ल्यो, नाम चाहिँ किन पद्मा रह्यो? पद्मा चाहिँ मैले कसैको एडभाइस लिएँ कि नाम राख्दाखेरि चाहिँ कसरी राख्नुपर्ने, कुनै कुरोमा पनि के हो भने यो लोकेसनको नाम कहाँबाट सुरु हुन्छ। अनि नानीहरूको न्वारानको नामलाई लिएँ र त्यसलाई चाहिँ के भने वर्ड सेलेक्ट गरेँ मैले, र वर्ड सेलेक्ट गर्दाखेरि चाहिँ एउटा पद्मा फर्मेसन भयो। पद्मा चाहिँ यस्तो कि यो एउटा बुद्धिस्टको हिसाबले हो भने पनि यसको चाहिँ मिनिङ चाहिँ के हुन्छ भने फुल हुन्छ, लोटसको फुल हुन्छ र यो फुल जस्तै फुलिरहोस् भन्ने चाहिँ मेरो एउटा कन्सेप्ट हो। सो तपाईँको यहाँ स्पेसल चाहिँ हामीले पिस देख्न सक्यौँ है, शान्ति, त्यहाँदेखि लोकेसन शान्ति रहेछ। जति नै अब अहिले फ्यामिली लाइफमा सबैको स्ट्रगल लाइफ छ है, स्ट्रगल लाइफमा तर हामीले पिस खोज्नु, इन्भाइरोमेन्ट हेर्नु चाहेको छ भने चाहिँ पद्मा स्टे चाहिँ ओभर राम्रो लाग्यो। खासै यो के भन्छ, एक्ज्याक्ट लोकेसन चाहिँ के भन्नुभयो? रिस्याट के टी गार्डन के भन्यो माथि? टी फ्याक्ट्री है, टी फ्याक्ट्री गार्डन हो। टी गार्डन पनि छ, टी फ्याक्ट्री पनि छ। यो टी गार्डन चाहिँ हो बिर्लाको हो, एकदमै फेमस बिर्ला एउटा उद्योगपति हो र उसको एउटा जहाँनिर दार्जिलिङको चियापत्ती चाहिँ एकदमै राम्रो फेमस क्वालिटीको चिया पनि भनिन्छ, त्यो हेर्नु पनि सकिन्छ। बिर्ला मन्दिर पनि छ नजिकमा। अनि सिद्राबुङ हाइडल प्रोजेक्ट छ जो चाहिँ इन्डियाको फर्स्ट हाइडल प्रोजेक्ट हो, त्यो पनि एउटा। अनि अर्को छ रक गार्डन छ, गङ्गामाया पार्क छ, हिमा फल्स छ। दार्जिलिङ भ्यू सबभन्दा राम्रो यहाँबाट देख्न सकिन्छ। नम्बर 1 चाहिँ हो, स्पेसल चाहिँ यहाँ पिसफुल एरिया हो। अरू होमस्टेको स्पेसलको हिसाबले, पद्मा होमस्टेको स्पेसलको हिसाबले चाहिँ के छ भने हाम्रोमा बार्बिक्यू हुन्छ,
चिकन बार्बिक्यू हुन्छ, बनफायर हुन्छ तपाईँहरूलाई। अरू के छ भने यहाँनिर फुडिङमा हो भने हामी लोकल नेपाली फुड, गोर्खा फुड पनि तपाईँहरूलाई अलिकति त्यो इन्जोयमेन्टको हिसाबले त्यसलाई लिनु सकिन्छ। हामी प्रोभाइड गर्न सक्छौँ। स्पेसल चाहिँ यहाँको के रह्यो? यहाँ एकदमै स्पेसल हेऱ्यो भने चाहिँ तोङ्बा हो, कोदोको तोङ्बा। हाम्रो कम्युनिटीको, हाम्रो उयो नेपाली गोर्खाको चाहिँ तोङ्बा चाहिँ एकदमै पुरानो संस्कृतिभित्रबाट चाहिँ निस्किएको चिज हो। तोङ्बा पनि पाइन्छ भने तोङ्बा एकदमै पाइन्छ तपाईँहरूलाई। तोङ्बा एकदम राम्रोसँगले एफोर्डेबल प्राइसमा भनिदिनुहोस् ल। प्राइस पनि एफोर्डेबल छ? तोङ्बाको एफोर्डेबल प्राइस चाहिँ प्राइस भन्नु मिल्दैन। अफोर्डेबल छ। एफोर्डेबल छ एकदमै। तोङ्बा चाहिँ एफोर्डेबल प्राइसमा तपाईँलाई प्रोभाइड गर्न सक्छौँ। अर्को चाहिँ के छ भने यहाँबाट वकिङ डिस्टेन्स छ, अलिकति हिँड्यो भने हाम्रो गाउँ पनि राम्रो एउटा भ्यू छ। अनि त्यहाँबाट चाहिँ कञ्चनजङ्घा, सन्दकपूको एकदमै टप लेभल, यता टङ्लु, यो सबै भ्यूहरू पनि एकदमै राम्रो तरिकाले देख्न सकिन्छ। तपाईँहरूलाई एकदमै जो पनि छ घुम्न आउने हाम्रो गेस्टहरू छ उहाँहरूलाई एकदमै मेरो तर्फबाट वेलकम छ। सो गाइज हामीले है इन्फर्मेसन पाइसकेको छौँ अबाउट पद्मा होमस्टे है। तपाईँले देखिसक्नु भएको छ यो होमस्टे एकदमै राम्रो है। मलाई चाहिँ अनेस्ट रिभ्यू दिनु पऱ्यो भने चाहिँ पिस, शान्ति है। अनि उहाँसँग पनि बात भइसकेको छ। सो यो काठहरू चाहिँ के हो? मजाको लाग्यो मलाई। यो हो धुप्पी हो, पाइन। हजुर। यो कतिवटा एकदमै हार्डवुडहरू छ, फ्लाटको छ, जमुनाको छ, अर्को छ कटुस छ। एकदम राम्रो राम्रो काठहरू, हार्डवुडहरू पनि युज। यो त के को भन्नुभयो त? यो चाहिँ यो जमुना हो। ए जमुना हो यो? एकदम कडा काठ। यो पाइन सब म्याक्सिमम मैले युज गरेको छु यो पाइनको। भित्रपट्टि चाहिँ छ ब्याम्बोको, यो चित्र जस्तो छ, ब्याम्बोको पनि युज गरेको छु। ए हजुर, आउनुहोस् न। 90% तपाईँको बेलहरू पनि छ, डिस्टर्ब पनि हुँदैन है अलिक गेस्टलाई ट्याक 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 भनेर। सो योहरू चाहिँ मजाको लाग्यो। यो कन्सेप्टहरू कति मजाले सोच्यो। यो चाहिँ तपाईँकै आफ्नैले यो गर्नुभएको, मतलब के भन्छ त्यसलाई, डिजाइन आफै गर्नुभएको? हजुर, एकदमै डिजाइन मैले गरेको। धेरै जग्गा म घुमेँ पनि, हेरेँ पनि होमस्टेहरू, र मैले फाइनल डिजाइन चाहिँ मैले नै गरेँ कि यस्तो प्रकारको छ भने चाहिँ राम्रो हुन्छ होला भनेर चाहिँ म बनाएँ। कतिजनाले चाहिँ यहाँनिर त्यो नानीहरूको त्यो उयो हुन्छ नि, यो सिँढीहरू हेरेर खुब मन परायो है। अहिले हाम्रो जेनेरेसन यस्तो सकिसकेको छ नि त। अब यस्तो काठ पहिला हुन्थ्यो, यस्तो काठको घरहरू है, यस्तो सिँढी उकालो दुई कोठाहरू। अहिले त बिल्डिङले गर्दा पिस लाग्यो। मलाई चाहिँ स्पेसल चाहिँ यहाँको चाहिँ यो लाग्यो। यो चाहिँ प्लाईमै पर्नु चाहिँ कस्तो प्लाई किन्नुपर्छ? हजुर, यो सिलगढीबाटै लिएको कि मैले चाहिँ, तर एकदमै राम्रो लाग्यो यो। म्याच्योर छ ब्याम्बो चाहिँ नि, म्याच्योर छ। सो गाइस तपाईँले भ्यू देख्न सक्नुहुन्छ है। प्लस यहाँ वाइफाई पनि फ्री छ है? वाइफाई एकदम फ्री। वाइफाई पनि फ्री छ हाम्रो पनि। तर नेटवर्क पनि त इस्यु त छैन? नेटवर्क पनि एकदमै इस्यु छैन, एकदमै राम्रो छ। सो यहाँबाट चाहिँ सर आएर तपाईँ सट्टै गएर यहाँभित्र पार्किङ पनि हाल्न सक्नुहुन्छ। हजुर, यो पार्किङ छ। अर्को यो रोड चाहिँ हो मेन रोड नै भन्दा पनि हुन्छ। यो यताबाट गयो भने रक गार्डन, दार्जिलिङ, डाली भएर दार्जिलिङसम्म पुगिन्छ। अन्त डालीबाट फेरि यता बतासे, घुम पनि जान सकिन्छ। यताबाट पनि निस्किन्छ? यताबाट पनि निस्किन्छ। यो चाहिँ निस्किन्छ उयो घुम भन्ज्याङ निस्किन्छ। घुम भन्ज्याङ है। तर हामीलाई नजिक चाहिँ यताबाट पर्छ, दार्जिलिङ जानु पर्यो चाहिँ। यताबाट एकदमै नजिक। बडे पिस त्यो हामीले देखिरहेको दार्जिलिङ है यो? हजुर हजुर, दार्जिलिङ सहर। यहाँ डबल बेड छ है। खासै चाहिँ यहाँ अब तपाईँले स्टे दिनुभयो भने चाहिँ कतिजना मान्छे चाहिँ सकिन्छ बस्नु? एउटा कटेजमा तपाईँको 3टा डबल बेड छ, 6जना त गइहाल्छ। एउटा बेडिङ पनि दिनु सक्छ, स्पेस राम्रो छ यहाँ है। हजुर, भनेपछि एप्रोक्सिमेटली 7जना हामी आरामले अटिन्छ। पानीको पनि गाइस केही प्रब्लम छैन, सबै सुविधा, लाइट साइट सबै सुविस्ता छ है। लाइटहरू एकदम सुविधा छ।
पानीको असुविधा छैन, पानी बराबरै भइहाल्छ। सो गाइज म अब चाहिँ म रेडी हुन चाहन्छु है। रेडी भएर निक्लिनु पर्ने छ। हिजो बेलुका आइपुगेछ अनि न्यु इयर पनि राम्रै भयो। हजुरलाई पनि म ह्याप्पी न्यु इयर भन्न चाहन्छु है। नयाँ सालको राम्रोसँग बनाओस्। ह्याप्पी न्यु इयर सबैलाई। 2026 मा अझै कस्टमर आओस्, अझै पद्म होमस्टेमा अझै चलोस् भन्ने नि आशा, एउटा के भनौँ ब्लेसिङ छ तपाईँलाई है। मलाई मन पर्यो जग्गा चाहिँ। सो गाइज अब म रेडी भएर निक्लिनु पर्ने छ। अब आज रिटर्न हुनु छ है। हिजोको अपडेट त दिनु सकेन बिकज हिजो साह्रै ढिलो भएको थियो हामीलाई, ट्राभल लङ परेको थियो। सो यति नै हेर्दै मलाई हेर्दै गर्नुहोस्। सो गाइज म चाहिँ रेडी भइसकेको छु है। मलाई केही पनि दिनुभयो। सो लेट मी नो अबाउट द अल द पेमेन्ट एन्ड अल। त्यसको बादमा म तपाईँलाई भनिदिएको छु। पारो हुन्छ नि, हुन्छ आउँदै गर्छौँ के हुन्छ, हुन्छ आउँदै गर्छौँ के हुन्छ। सन्चै बस्नुहोस्। अब हामी त टाढो निस्किनुपर्छ त्यही भएर हुन्छ। हवस् तपाईँलाई पनि। सो गाइज हामी निक्लिसकेको छौँ अब है, फर्किनुपर्छ घरतर्फ। सो दिस इज द प्लेस द्याट वी स्टे। सो गाइज तपाईँले देख्न सक्नुहुन्छ है, हाम्रो यस्तो रड्डी खतरा रोड रहेछ, यस्तो खत्तम रोड रहेछ यो बाटो चाहिँ। आई सजेस्ट यु गाइज, यो जबसम्म बाटो बनिँदैन यो बाटो चाहिँ नहिँड्नुहोस् होला होइन। यहाँ हेर्नुहोस्, उतल हेर्नुहोस्, उतल गाडी फसेको हेर्नुहोस् न, उतल गाडी फसेको। मेरो गाडी त्यहाँ फसेको थियो, मैले जबरजस्ती ल्याइसकेँ होइन। यहाँ ओभर साह्रोबाट बिचरा गाडीलाई पनि रेस्ट दिएको हेर्नुहोस् न, आर्टिका फसेको हेर्नुहोस् हो। सो ओभर राम्रो भएछ जग्गा गाइस। बेसी क्लिप चाहिँ दिनु सक्दिनँ है। म आइपुगेको छु दार्जिलिङ। दिस इज द दार्जिलिङ, दिस इज द मेन। सो गाइस guys, I'm in at Darjeeling. This is the way. This is the place that we are. Hill of Queen, right? Hill of Queen. Hill of Queen, Darjeeling. The Queen's of information यो होप बन्द भयो भने चाहिँ भएको छैन है गाइस। होप राम्रो रहेछ, अहिले खुल्ला रहेछ। तर फोटो खिच्ने चाहिँ गाइस पाउँछ जस्तो लागेन। बेर हेर्नुहोस् न, आम्मा सुन्तला फेस्टिभल हुँदो रहेछ होइन ए दार्जिलिङ। सो दिस द प्लेस गाइज है, दार्जिलिङ हो बडो रमाइलो भएर रहेछ सुन्तला फेस्टिभल। सो हेर्नुहोस् तपाईँहरू है, कि घोडे पे घोडे दिस इज द गाइज यु क्यान सी ओभर हियर है। अब राम्रो फेस्टिभल रहेछ यहाँ। फेस्टिभल तपाईँले देख्नु सक्नुहुन्छ, स्टलै स्टल रहेछ। आइम इन्जोइङ द दार्जिलिङ राइट नाउ विथ माई फ्यामिली। दार्जिलिङ मजा आइदिरहेको छ, एकदम अर्कै इन्भाइरोमेन्ट रहेछ यहाँ, रमाइलो खालको इन्भाइरोमेन्ट भइरहेको छ। सो यहाँ धेरैवटा स्टल पनि खोलेको छ। सुन्तला फेस्टिभल इज गोइङ अन एट दार्जिलिङ। खोइ कहिलेदेखि यो सुरु त्यो चाहिँ थाहा भएन। सो हाम्रो चौरस्ता चाहिँ यही मैले फेमस हो होइन, तपाईँ देख्न सक्नुहुन्छ। दिस इज द चौरस्ता हो या स्टल है। ह्याप्पी तामाङ गीत बजिरहेको छ गाइस। यसो आज हामी चाहिँ फर्किने सोच्दैछौँ है, बिकज लङ वे टु ट्राभल है। लामो बाटो जानुपर्नेछ।